कम्प्युटरमा वाइफाई को पासवर्ड हेर्नको लागि चाहिँ जुन यो वाइफाई को साइन छ यसलाई हामी राइट क्लिक गर्छौं। राइट क्लिक गरेर नेटवर्क एन्ड इन्टरनेट सेटिङ्स यसलाई जस्ट क्लिक गर्छौं। जुन कनेक्टेड वाइफाई छ त्यसलाई हामी फेरि क्लिक गर्छौं। जुन कनेक्टेड वाइफाई छ यसलाई फेरि एकचोटि क्लिक गर्छौं। वाइफाई नेटवर्क पासवर्ड छ यसलाई हामी जस्ट शो गर्यौं भने हाम्रो वाइफाई पासवर्ड चाहिँ यसरी देखाउँछ। र म सेकेन्ड मेथडबाट पनि CMD को थ्रुबाट देखाउने छु। त्यसको लागि किबोर्डमा गएर विन की प्लस R लाई प्रेस गर्छौं र CMD टाइप गरेर जस्ट इन्टर गर्छौं। नत्र भने सर्च बारमा गएर सिधै CMD टाइप गर्छौं। CMD टाइप गरेर कमान्ड प्रम्प्टलाई हामी ओपन गर्छौं। हामीले केही कमान्डहरु दिनुपर्ने हुन्छ। त्यसको लागि नेट sh स्पेस wlan स्पेस शो स्पेस प्रोफाइल्स गरेर हामी जस्ट इन्टर गर्छौं। मेरो युजर प्रोफाइल चाहिँ राई वाइफाई छ, जुन यो चाहिँ मेरो वाइफाई नेम हो। यसलाई हामीले कपी गर्नुपर्ने हुन्छ कन्ट्रोल C गरेर र फेरि हामी अर्को कमान्ड दिन्छौं। त्यसको लागि नेट sh wlan स्पेस शो स्पेस प्रोफाइल्स स्पेस गरेर वाइफाई नेम मैले जुन कपी गरेको थिएँ कन्ट्रोल B गरेर पेस्ट गर्छु र यसको ठाउँमा हामी यहाँ टाइप पनि गर्न सक्छौं र फेरि र स्पेस गरिसकेपछि की इक्वल टु क्लियर गरेर हामी इन्टर गर्यौं भने यसरी हाम्रो वाइफाई पासवर्ड चाहिँ यसरी शो गर्छ। हामीले वाइफाई को पासवर्डलाई चाहिँ इजिली हेर्न सक्छौं। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्न, कमेन्ट गर्न, सब्स्क्राइब गर्न, फलो गर्न नभुल्नु होला। हस्त थ्यांक यू सो मच।